निर्देशक पदको लागि चाहिँ भ्याकेन्सी आह्वान गरेको थियो र जुन निर्देशक पदमा चाहिँ अहिले बालुवाला निर्देशक हुँदा हुँदै भ्याकेन्सी आह्वान गरेर आज चाहिँ यहाँ चाहिँ इन्टरभ्यूको लागि बोलाइरहेछ। यो हामीले मान्यता हुँदैन भनेर भनिरहेछ। र अर्को के त भने निर्वाचित भएको प्रमुख आयुक्तलाई चाहिँ नि योभन्दा अगाडिको युवा तथा खेलकुद तेजुलाल चौधरीले चाहिँ नि निलम्बन गरेर तेजुलाल चौधरीको नाइटिङ्गेल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई चाहिँ टीका लगाएर चाहिँ यहाँको आयुक्त बनाएको छ। र अहिले चाहिँ विवादित भएर चाहिँ सर्वोच्च अदालतमा चाहिँ विचार दिन्छ मुद्दा चाहिँ र अहिले आएर चाहिँ हामीले यहाँ के उठाइरहेको छ भने विकृति विसङ्गति र भ्रष्टाचार व्यापक छ। निज निर्देशकले राजीनामा दिइसकेपछि पनि हाम्रो छानबिन कमिटी 13 दिनसम्म रिले अनसन र 8 दिनसम्म आमरण अनसन बसेको छानबिन कमिटीको प्रतिवेदन चाहिँ नि सार्वजनिक गर र त्यो प्रतिवेदन आधारमा चाहिँ नि कडाभन्दा कडा चाहिँ नि कारबाही होस् भन्ने चाहिँ हाम्रो माग हो। नेपाली स्काउटको शुद्धिकरणको चाहिँ माग हो।